दर्शकवृन्द पहाडमा बन्चर बन्दै गएको जमिनलाई फेरि हराभरा बनाउँदै गोविन्द कणेल आउँदाखेरि त यो मान्छेको दिमाग अलिकति बिग्रिया रहेछ भन्ने माने उहाँहरूले। उहाँ तराईबाट आएर पहाडमा खेती गरेका छ, उसले त चाहिँ पैसो कमाएको छ अरे भन्ने सुन्दा बित्तिकै ती चाहिँ दाजुभाइले पनि आफ्नो जग्गा सदुपयोग गर्नुहुन्थ्यो कि। तराईबाट शीतलचिनी खेती गर्नको लागि गोविन्द पहाडका बारी र घरबारीमा पात बेचेर त्यसमा डलर भित्याउँदै यसलाई चाहिँ एकचोटि लगाइसकेपछि 8-10 वर्षलाई 15-20 वर्षलाई जो फेरि दुबारा यसलाई मिहिनेत हजुरले गर्न पर्दैन। यसैले हजुरलाई निरन्तरता आम्दानी दिइरहन्छ। सजिलाको लागि मैले यो गरिरहेको छु। रूपन्देहीको सैना महिना 6 का गोविन्द कणेलले अहिले पाल्पा गुल्मी अर्घाखाँची जिल्लामा बन्चर बन्दै गएको जमिन भाडामा लिएर शीतलचिनी अर्थात् मोरङ्गा खेती गर्दै आउनु भएको छ। खाडीको बेल्चा हान्न भन्दा पहाडमा मिहिनेत गर्ने हो भने पहाडमा धेरै कमाइ छ भन्ने चाहिँ युवाहरूले बुझ्नुहुन्छ कि भनेर म अहिले चाहिँ गुल्मी अर्घाखाँची पाल्पाको एरियामा मैले ठाउँमा यो चाहिँ पहाडमा तराई र शर्मा बसाइसराई बढ्दै जाँदा गोविन्द पनि पहाडमै सम्भावना भएको भन्दै तराईबाट पहाड पुग्नु भएको छ। 2070 सालदेखि शीतलचिनी खेती गर्दै आउनुभएका गोविन्दले यही पेसाबाट करोडपति समेत बन्नु भएको छ। हेर है, हाम्रो पहाडमा पनि यस्तो चाहिँ आम्दानी छ, यस्तो चिज छ। हाम्रो हरेक हरियो पातमा दबाई छ सर। यो शीतलचिनीमा मात्रै चाहिँ नभएर यसलाई मैले पहिलो प्राथमिकता दिएको किन भन्दा यो बुटो जस्तो हजुरको छ, यो अहिले लगाउनुहोस् यत्रो भइसक्यो, यो लगाएको 4-5 महिनामा यत्रो भयो। यसलाई चाहिँ एकचोटि लगाइसकेपछि 8-10 वर्षलाई 15-20 वर्षलाई जो फेरि दुबारा यसलाई मिहिनेत हजुरले गर्न पर्दैन। यसैले हजुरलाई निरन्तरता आम्दानी दिइरहन्छ। सजिलाको लागि मैले यो गरिरहेको छु। नत्र त हाम्रो जडीबुटी यही ठाउँमा जस्तै हजुरको पखानबेद भयो, अनि पछि गएर सत्वा भयो, हजुरको चाहिँ बिलाजोर भयो। हाम्रो पहाडमा हरेक पातमा दबाई छ। यसो नभएको होइन। हाम्रो यहाँका चाहिँ युवाहरूले, यहाँको जनताहरूले, हाम्रो यहाँका दिदीहरूले दाजुभाइले यो कुरो बुझिदिनु भएन। हामीसँग के छ भन्ने चाहिँ बुझ्नु भएन के। त्यो कारणले उहाँहरूलाई बुझाउनको लागि उहाँ तराईबाट आएर पहाडमा खेती गरेका छ, उसले त चाहिँ पैसो कमाएको छ अरे भन्ने सुन्दा बित्तिकै ती चाहिँ दाजुभाइले पनि आफ्नो जग्गा सदुपयोग गर्नुहुन्थ्यो कि हाम्रो यो भूमिले चाहिँ केही उद्धार पाउँथ्यो कि भनेर मेरो वास्तविक लक्ष्य चाहिँ यो पहाडतिर निक्लनु नै यही हो सर। अब धेरै मान्छेहरू पहाडबाट तराईतर्फ बसाइसराई गर्दछन् होइन, तराईबाट पहाडमा आउनु भएको छ। हजुर, त्यो आउँदाखेरिमा चाहिँ मान्छेहरू के भने अहिले चाहिँ कस्तो भइरहेछ? होइन, आउँदाखेरि त यो मान्छेको दिमाग अलिकति बिग्रिया रहेछ भन्ने माने उहाँहरूले। अब पहाडमा सबै हामी चाहिँ यहाँ छोडिरहेछौँ, यो पहाडमा आइरहेछ भन्नुहुन्छ। तर हजुरलाई जो मैले एउटा प्रश्न के सोध्छु भन्दा, हजुर मेरो चाहिँ यो घरमा हिजो आउनुभयो, हजुरले यहाँ एसी चलाउनु पर्यो र पङ्खा लगाउनु पर्यो र खाएको हमेसा चाहिँ उहाँ चाहिँ तराईको भन्दा यहाँ कतिको चोपिलो लाओ हजुरलाई भनी यहाँ चाहिँ तपाईँको